नमस्ते। आज हामी नेपाली क्रिकेटको मैदानमा चम्किरहेको एउटा नयाँ ताराको कुरा गर्दैछौँ। हो, यस्तो यात्रा जसले साँच्चै प्रेरणा दिन्छ। आउनुहोस्, आज त्यही युवा प्रतिभा शेर मल्लको सङ्घर्ष र सफलताको कथामा डुबौँ। नेपालको नयाँ क्रिकेट सितारा हो, यो कुनै सामान्य कुरा होइन। शेर मल्लको यात्रालाई अझ नजिकबाट हेरौँ है त। उनी केवल एक बलर मात्र होइनन्, उनी त एक पूरा अलराउन्डर हुन् जसले आफ्नो टिमलाई नै हौसला दिन्छन्। ल, सबैभन्दा पहिले सबैभन्दा ठूलो खबरबाटै सुरु गरौँ न होइन त। शेर मल्ल हो, उनले राष्ट्रिय टोलीमा आफ्नो ठाउँ पक्का गरेका छन्, र त्यो पनि कहाँ, सोझै विश्वकप जस्तो ठूलो मञ्चमा। हो, 2026को टी20 विश्वकपका लागि नेपालको जुन 15 सदस्यीय टोली घोषणा भयो, त्यसमा शेर मल्लको नाम पनि छ। कप्तान रोहित पौडेलको नेतृत्वमा उनी स्पिन विभागको लागि एक एकदमै महत्त्वपूर्ण, एक निर्णायक खेलाडी हुनेछन्। सोच्नुस् त, यो उनको करियरको लागि कति ठूलो फड्को हो। तर मनमा एउटा प्रश्न त पक्कै आउँछ हैन, आखिर यी नयाँ स्टार आए कहाँबाट? कसरी सुरु भयो उनको यो यात्रा? ल, अब उनको कथाको सुरुवाती दिनहरूतिर लागौं। यो कथा सुरु हुन्छ धनगढीबाट। हो, त्यही धनगढीको शान्त वातावरणमा जहाँ एउटा सानो केटाले क्रिकेटको एउटा ठूलो सपना बुनेको थियो। डिसेम्बर 2002मा धनगढीमा जन्मेका शेरले सानैदेखि क्रिकेटमा आफ्नो भविष्य देखेका थिए। उनको त्यो लगन, त्यो कहिले हार नमान्ने बानी हो, त्यसैले त उनले घरेलु प्रतियोगिताहरूमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै गए। अब कुरा गरौँ उनको करियरको टर्निङ पोइन्टको। उनको करियरले साँच्चीकै उडान तब भर्यो जब उनले घरेलु लिगमा आफ्नो जादु देखायो। हो, त्यही प्रदर्शन थियो जसले उनलाई राष्ट्रिय स्तरमा चिनायो। र त्यो लिग थियो 2025को नेपाल प्रिमियर लिग। यो उनको करियरको लागि एउटा गेम चेन्जर नै साबित भयो भन्दा फरक पर्दैन। लुम्बिनी लायन्सबाट खेल्दै उनले सबैको ध्यान आफूतिर ताने। 17 विकेट! त्यो सिजनमा उनले 17 विकेट लिए र प्रतियोगिताकै टप विकेट टेकर बने। सोच्नुस् त, यही प्रदर्शनले नै त हो उनको टिमलाई ऐतिहासिक उपाधि जिताउन मद्दत गरेको। मैदानमा उनको प्रभाव कस्तो थियो होला, यो कुरा बुझ्न उनका साथीहरूको एउटा भनाइ नै काफी छ। उनीहरू भन्छन्, शेर मैदानमा नआए जस्तो लाग्दैन। वा, यसले देखाउँछ कि उनको उपस्थिति कति महत्त्वपूर्ण थियो, उनको खेलप्रतिको लगाव कस्तो थियो। भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ। हो, उनको अथक मेहनत, त्यो सङ्घर्ष र लगनले अन्ततः रङ देखायो। उनको प्रदर्शनले उनलाई व्यक्तिगत रूपमा मात्र होइन, सिङ्गो टिमलाई नै सफलता दिलायो। त्यो सिजन त उनका लागि साँच्चै सुनौलो रह्यो। 1. उनले लुम्बिनी लायन्सलाई ऐतिहासिक उपाधि जिताए। 2. उनी सिजनको टप विकेट टेकर बने। अनि इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि उनकै पोल्टामा गयो। र यी सबै उपलब्धिको शिखर के थियो त? हो, पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनु। अब शेर मल्लको कथालाई क्रिकेटको मैदानबाट अलिकति बाहिर निकालेर हेरौँ, किनकि यो कथा एउटा ठूलो प्रेरणाको स्रोत हो, खास गरी सपना देख्ने युवा खेलाडीहरूका लागि। शेर मल्लको यात्रा यो केवल एक खेलाडीको यात्रा होइन, यो त सपना, सङ्घर्ष र अन्तमा विजयको कथा हो। यो कथाले हामी सबैलाई के सिकाउँछ भने, धैर्य, मेहनत र आफूमाथिको विश्वास भयो भने एउटा सानो ठाउँको सपनाले पनि राष्ट्रिय उचाइ छुन सक्छ। हो, आज उनी आउने पुस्ताका खेलाडीहरूको लागि आशाको एउटा दियो बनेका छन्। उनको सफलताले नेपालको कुना काप्चामा रहेका हजारौं युवाहरूलाई एउटा विश्वास दिएको छ कि सपना देख्नुपर्छ र त्यो सपना पूरा गर्न सकिन्छ। र अन्त्यमा एउटा गहिरो प्रश्न सोचेर जाउँ। एउटा व्यक्तिले देखेको सपनाले सिङ्गो राष्ट्रलाई कहाँसम्म पुर्याउन सक्ला? शेर मल्लको कथाले सायद यसको जवाफ दिन सुरु गरिसकेको छ।